आएको पाइन्छ। यो नाच नाच्न अगाडि आफ्नो जातिको धामी बिजुवाले घर देवता तीन ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। यो नृत्य गर्दा सिलोमी, फलामकोर र कोमी चौरीको पुच्छर बोकी सिल्ली मपा पुरुष र सिल्लीमा महिलाले नाचको प्रतिनिधित्व गर्दछन् भने पछि अरू नृत्यकारहरू ढोल झ्याम्टा बोकी सामूहिक रूपमा विभिन्न सिल्लीहरू गर्दै यो नाच नाच्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी साकेला नृत्य। धन्यवाद भाइ ग्रिसन बुढा थोकी लगायत उसका सम्पूर्ण टिमलाई। आशा छ सबैजनाले हाम्रो नृत्यबाट धेरै मनोरञ्जन लिनुभयो होला र हाम्रा नयाँ सहयोगीदाता